नमस्कार। रामं विद्धि परं ब्रह्म सच्चिदानन्दमद्वयं सर्वोपाधिविनिर्मुक्तं सत्तामात्रमगोचरम् आनन्दं निर्मलं शान्तं निर्विकारं निरञ्जनं सर्वव्यापिनात्मानं सुप्रकाशकल्मषं श्रीरामचन्द्राय नमः। श्री गुरुवे नमः। ज्योतिष कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आज म वृष राशि 2082 सालको वृष राशिको लागि कस्तो छ भन्ने विषयवस्तुलाई लिएर उपस्थित भएको छु र यो राशिफल हेरेर यहाँहरूको सुझाव सल्लाह रहनेछ भन्ने अपेक्षा गरेको छु। साथै मिथुन लगायत अन्य राशिहरूको लागि पनि यहाँहरूले कमेन्ट गर्नुभयो भने म अगाडि बनाउँदै जानेछु। वृष राशिको लागि 2082 साल कस्तो छ, कस्तो ग्रह गोचर रहेको छ भन्दा लग्नमा बृहस्पति र विशेष गरेर जेठको पहिलो हप्तापछि नै द्वितीय भावमा धनुभावमा प्रवेश गर्नेछन्। तृतीय भावमा मङ्गल, पञ्चम भावमा केतु र दशम भावमा शनि, त्यस्तै गरेर एकादश भावमा राहु रहेको छ। वार्षिक फलादेश विचार गर्दा ज्योतिषशास्त्र अनुसार राहु, बृहस्पति र शनि, राहु, केतु, बृहस्पति र शनि मुख्य रूपमा विचारणीय ग्रहहरू हुन्छन्। वृष राशिको लागि यो वर्ष उत्तम रहेको छ। आर्थिक दृष्टिले विगतभन्दा सफलता मिल्नेछ। जीवनमा अलिकति शान्ति र स्थिरताको आभास हुनेछ। आफ्नो लक्ष्य प्राप्त गर्नलाई अग्रसर रहनुहुनेछ। 2082 सालमा अवसरको साथमा चुनौती पनि थपिनेछ, देखिनेछ, परन्तु सफलता भने मिल्दै जानेछ। स्वास्थ्य कस्तो रहन्छ भन्ने विषयमा 2082 सालमा वृष राशिको लागि स्वास्थ्य स्थिति राम्रो रहनेछ। ठुलै कुनै समस्या आउने छैन। थोरै दाहिने कोखो चस्किने या देब्रे खुट्टा सड्किने सम्भावना बनेको छ र पेटको सामान्य समस्या भए पनि स्वास्थ्य सम्बन्धी ठुलो समस्या आउने छैन। शैक्षिक क्षेत्र कस्तो रहन्छ भन्ने विषयमा जेठ महिनासम्मको शैक्षिक क्षेत्र तपाईँको लागि मध्यम रहन्छ। पढाइमा अलिकति केही न केही थोरै डिस्टर्ब चाहिँ हुनसक्छ, परन्तु लग्नमा बसेको बृहस्पतिले पञ्चम भावलाई, नवम भावलाई देखेको हुनाले पढाइमा सामान्यतः केतुले डिस्टर्ब गरे तापनि तपाईँको पढाइ सन्तोषजनक नै रहनेछ। कारक बुध र बृहस्पति अनुकूल स्थितिमा छ, जसको कारणले तपाईँको पढाइ राम्रो हुनेछ। त्यस्तै गरेर व्यवसायमा तपाईँलाई यो वर्ष सफलता मिल्नेछ। व्यवसायको क्षेत्रमा त हामीले सोचेभन्दा धेरै राम्रो स्थिति हुनेछ। शुक्र र शनिको युति दशम भावमा राम्रो देखिएको छ र केही समय पश्चात विशेष गरेर दृक सिद्धान्त अनुसार त लाभ भावमा तपाईँको शनि प्रवेश गरिसकेको छ, जसले आर्थिक पाटोलाई सफलता बनाउनलाई, व्यावसायिक क्षेत्रमा सफलता दिनलाई सहयोग पुर्याउनेछ। त्यस्तै गरेर जबको क्षेत्रमा पनि तपाईँलाई राम्रो हुनेछ, आर्थिक पाटो राम्रो हुनेछ। लभ लाइफ तपाईँको कस्तो हुन्छ भन्ने विषयमा जेठको मध्यसम्म लभ लाइफ, प्रेम सम्बन्ध तपाईँको त्यति राम्रो हुने छैन। बिचबिचमा केही डिस्टर्ब हुनसक्छ, परन्तु जेठ पश्चात भने तपाईँको प्रेम सम्बन्ध राम्रो हुने ज्योतिषीय दृष्टिमा सङ्केत देखिएको छ। त्यस्तै गरेर दाम्पत्य सुख तपाईँको लागि ठिक्क प्रकारको देखिएको छ। दाम्पत्य सुखलाई अझै सौहार्दपूर्ण बनाउनलाई यहाँले प्रयत्न गर्नुपर्ने हुन्छ। बृहस्पतिको सप्तम दृष्टि सप्तम भावमा, दाम्पत्य सुखको भावमा भएको हुनाले यो तपाईँको लागि राम्रो छ। परन्तु बृहस्पति जेठमा जब मिथुन राशिमा प्रवेश गर्छ तब फेरि केही न केही सामान्य दाम्पत्य सुखलाई अनुकूल बनाउनलाई यहाँले प्रयत्न गर्नुपर्नेछ। पारिवारिक सुख राम्रो रहनेछ। परिवारमा नयाँ सदस्यको आगमन हुन सक्ने योग बनेको छ। विशिष्ट व्यक्तिहरूको साथमा भेटघाट हुन पाउने योग पनि बनेको छ। भूमि भवन साधन सुखको क्षेत्र चाहिँ प्रभावित हुनेछ। यो सालमा भूमि सम्बन्धी कारोबार गर्दै हुनुहुन्छ, नयाँ साधन लिँदै हुनुहुन्छ भने यो साल अलि सतर्क भएर काम गर्नुपर्ने देखिन्छ। र
वृष लग्नमा जन्मिएको जातकहरूको लागि हामीले आज फलादेश गरेको अधिक उपयुक्त देखिनेछ र वृष राशिको लागि पनि यो उत्तिकै महत्त्वपूर्ण रहनेछ। यसै गरी ज्योतिष सम्बन्धी सम्पूर्ण परामर्शको लागि भृगु ज्योतिष सेवा केन्द्रलाई सम्झनुहोला र कुनै पनि जिज्ञासा भएमा यहाँले आफ्नो जिज्ञासा पनि राख्न सक्नुहुन्छ। र हाम्रो सम्पर्क रहेको छ 98 460 41 506। यसमा सम्पर्क गरेर अनलाइन तथा प्रत्यक्ष सेवा लिन सक्नुहुनेछ। हवस् त, धन्यवाद। जय श्री राम, जय ज्योतिषम।